कार्यक्रम स्वास्थ्य र सरसफाइबाट खड्ग शर्माको नमस्कार। कार्यक्रम स्वास्थ्य र सरसफाई हप्ताको सोमबार ठिक यसै बेलादेखि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम स्वास्थ्य र सरसफाइमा पनि हामीले यस्तै सामग्री लिएर आएका छौँ। आजको कार्यक्रममा हामीले विशेष गरी योगसँग सम्बन्धित कुराकानी गर्नेछौँ। सर्वप्रथम आजको कार्यक्रम स्वास्थ्य र सरसफाइमा तपाईलाई हार्दिक स्वागत छ। आजको कार्यक्रम स्वास्थ्य र सरसफाइमा हामीले विशेष गरी योगका बारेमा कुराकानी गर्नेछौँ। योग हामीले किन गर्ने र योग गर्दा हामीलाई के फाइदा हुन्छन्, यस्तै विषयमा केन्द्रित रहेर आज हामीले छलफल गर्नेछौँ। आजको कार्यक्रम स्वास्थ्य र सरसफाइमा हामीसँग पतञ्जलि योग समिति लुम्बिनी प्रदेश सदस्य तथा दाङ जिल्ला इन्चार्ज उदयबहादुर डाँगी हुनुहुन्छ। उहाँसँग हामी विशेष गरी यही योगका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। सर्वप्रथम उदयबहादुर डाँगीजीलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। हजुरहरूप्रति आभार व्यक्त गर्न चाहन्छु खड्गजी, र यो स्वर्गद्वारी एफएम परिवारप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। पतञ्जलि योगका हामी सिपाहीहरूलाई बोलाएर शरीरलाई स्वस्थ बनाउन, मनलाई सकारात्मक बनाउन र आत्मालाई आनन्दित बनाउने जुन अभियान पतञ्जलिको छ, त्यो अभियानमा अत्यन्तै भगवान तुल्य श्रोतागणहरूसँग प्रत्यक्ष रहन पाउँदा खुसी व्यक्त गर्न चाहन्छु। सबभन्दा पहिला गुरु, यो योग किन गर्ने हामीले? योग हाम्रा अग्रजहरूले, हाम्रा ऋषिमुनि, हाम्रा सन्त महन्त, हामीले जसलाई गड भनेर मान्छौँ, देवी देवता, उहाँकै आफूलाई सन्तान मानिसकेपछि उहाँहरूले गरेको साधना आफ्ना गर्दा त्यो संस्कारित मानिन्छ। संस्कार भनेको सभ्यता हो। त्यो सभ्य समाज, सभ्य शरीर, सभ्यताका लागि हामीले योग गर्छौँ। जस्तो अब यति राम्रो सबैले गर्ने हाम्रो संस्कार हामीले सिक्ने कुरा आयो, तर योग गर्ने मान्छेहरू त थोरै छन्, थोरै मान्छेले गर्छन्, यत्रो धेरै जनसङ्ख्या छ, अनि मान्छेले योग किन गर्दैन फेरि? के लाग्छ यहाँलाई? हजुरको जिज्ञासा धन्यवाद। वास्तवमा योग सबैले गर्नुहुन्छ भन्ने मलाई लाग्छ। योग भेग विषय हो। योग नगरेर हाम्रो शरीर अगाडि बढ्दैन, किनभने हाम्रा शरीरका सम्पूर्ण अङ्गहरू योगिक भएनन् भने, जोडिएनन् भने, हाम्रो पेट छातीसँग, छाती मस्तिष्कसँग जोडिएर गरिएन भने त्यो योग हुँदैन। हामी यो शरीरको सन्तुलन, सामञ्जस्यताका लागि हामी योग गर्छौँ। मात्रै हामी योगी कसलाई मान्यौँ भने हामी सँगसँगै गर्नेहरू योगी हुन्, अरू चाहिँ योगी होइनन् भन्ने होइन। विभिन्न चरणबाट बिहान उठेदेखि हाम्रो शरीरको वात पित्त कफ प्रकृतिले स्वतः चाहिँ मिलाउने त गर्छ, तर हाम्रो आफूले जानकारी भयो भने बिहानको कफ प्रवृत्तिलाई पित्त प्रवृत्तिले कन्ट्रोल गर्छ, दिउँसोको पित्त प्रवृत्तिलाई वायुले कन्ट्रोल गर्छ, र एवं प्रकारले वात पित्त कफको सन्तुलन रहनुपर्छ। यदि यो असमान भयो भने हामीभित्र भएका प्रतिभाहरू, हामीभित्र भएका ज्ञानहरू, हाम्रो जोस, तेज, कान्ति हामीले पाउन सक्दैनौँ, भेटाउन सक्दैनौँ, र त्यो रिक्तताको अवस्थामा हामी रहन पर्ने भएर हामीले योग गर्नुपर्छ। आज योग गर्नेको सङ्ख्या हामीले आकलन गर्न सक्दैनौँ। मर्निङ वाक, जुम्बा डान्स, पतञ्जलिका योग, विभिन्न योग संस्थाहरूले योग गराउनु भएको छ, र हामीले अलिक खुला नजरले हेर्न गयौँ भने सबैमा योग हुन्छ। तर योग मात्रै हामीले हाम्रो व्याख्या गर्दाखेरि तप सो अध्याय ईश्वर प्रणिधानानि, आफूले गर्ने साधना, गुरु भक्तिका लागि, मातापिताको भक्तिका लागि, आफ्नो पुरुषार्थको लागि गरेकोलाई हामीले योग भनेर हामीले बाध्यता छ हामीलाई। हामी सीमित व्यक्तिहरूले साधना गर्छौँ, सबैलाई यो ज्ञान हुँदैन। जुन दिन सबैलाई ज्ञान हुनेछ, सर्वव्यापक रूपमा योगको साधना घर घरमा हुनेछ। जस्तो यो योग गर्ने मान्छेको बुझाइ के छ भने, ठ्याक्कै यहाँले पनि जोड्नुभयो, जो बिहान उठेर सेतो कपडा लाएर, विशेष गरी अब पतञ्जलि योग अहिले हाम्रो दाङमा चाहिँ व्यापक पनि छ, त्यो गर्ने चाहिँ योग हो, अरू गर्ने चाहिँ योग होइन भन्ने चाहिँ मान्छेको बुझाइ छ। त्यसो हो, त्यो भित्र हो, तर त्यो मात्रै होइन। योग भनेको सकारात्मक सोच, सन्तुलन, आफूलाई परिवर्तन गर्ने, आफ्नो परिवर्तन गरेर तदनुकूल समाज पनि परिवर्तित होस् भन्ने उद्देश्यले र आफ्नो संस्कार अनुसार गरेका सबै योग हुन्। तर औपचारिक रूपले भन्दाखेरि सेतो ड्रेस लगाएर त्यो योग हो, तर त्यो सङ्गठित भए त्यो योगका दूतहरू हुनुहुन्छ। उहाँहरू भाग्यमानी हो।
आज सेतो ड्रेस लगाएर शान्तिको प्रतीक रूपमा दुवै देशको बीचमा युद्ध हुँदाखेरि शत्रुको बीचमा वैरी शत्रुमा युद्ध हुँदाखेरि पनि सेतो झन्डा देखायो भने युद्ध समाप्त हुन्छ। हामीले ड्रेस मात्रै लगाउँदाखेरि यो ड्रेसले साइन्टिफिक पोइन्ट भ्यूबाट पनि सेतो ड्रेसहरू विभिन्न प्रकारका नेगेटिभ ब्याक्टेरियलहरू निश्चित हुन्छन्, त्यो हिसाबले पनि हामी लगाउँछौँ। अर्को कुरा, सेतो ड्रेस लगाएपछि हामीभित्र तामझाम राजसी गुण तामसी गुणहरू निष्क्रिय भएर जान्छन्। त्यसो भएर हामी सेतो ड्रेस भएर लगाउँछौँ। हुन त म सम्भव भएसम्म सम्पूर्ण व्यक्ति श्रोतागणहरूलाई बिहान कम्तीमा 2 घण्टा आफूलाई शुद्ध गरेर यो निश्चित पोसाकमा जो शरीरले त्यसलाई प्रतिवाद गर्दैन एडप्सन गर्छ त्यो ड्रेस लगाएर साधना गर्दा बढी फाइदा हुन्छ भन्ने कुरा हो। अब यो योग गर्ने कुरा त यति राम्रो कुरा छ, तर मान्छेमा एउटा धारणा के छ भने योग गर्ने भनेको अब अलिकति बिस्तारै रोगले च्याप्दै गयो भने, अलिकति बुढ्यौलीपन सुरु भयो भने, मतलब अब 40, 45, 50 पुग्यो भने योग गर्ने हो, किनभने रोगबाट बच्नलाई योग गर्ने हो भन्ने खास मान्छेमा सोचाइ छ। के हो? धन्यवाद। जिज्ञासाले अत्यन्तै महत्त्वपूर्ण जिज्ञासा हजुरले राख्नुभयो। वास्तवमा हामी त्यो दुर्भावना अथवा त्यो असन्तुलित अवस्था आउँछ भन्ने ध्रुव सत्य छ। मान्छे जन्मेपछि बढ्छ, हुर्कन्छ, बीचमा बिरामी पनि पर्छ, बुढो पनि हुन्छ र अन्ततको त मृत्यु हुन्छ भन्ने थाहा पाइसकेपछि यसलाई लम्ब्याउने अभ्यास हो योग। छिटो बुढो हुनलाई रोक्नका लागि योग साधना गर्नुपर्छ, रोग लाग्न नदिनका लागि साधना गर्नुपर्ने हुन्छ र त्यसै गरेर छिटो बुढो नहुनका लागि योग गर्ने हो। त्यो आफूभित्र भएको पुरुषार्थ रोक्न, तर हामीलाई जतिखेर चाहियो त्यतिखेर साधना गर्दा साधनाले त्यो एडमिट गर्न नसक्छ, प्राप्त नहुन सक्छ। सुरुदेखि हामीले 3 वर्षको बच्चादेखि बाँच्दासम्म हामीले साधना गर्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ। एउटा मान्छे बिहानै चाहिँ उठ्छ, उस दैनिक घरको काम गर्छ अथवा केही गाई भैँसी केही पालेको छ, उसले चाहिँ बिहान उठेर त्यो काम गर्नुपर्छ। उसको बुझाइ के हुन्छ भने मैले त बिहान उठेर यति धेरै काम गर्छु, मेरो त योग भइहाल्यो, अब म त योग गर्नलाई चाहिँ छुट्टै फेरि केन्द्रमा जानु पर्दैन भन्ने खालको एउटा धारणा छ। धन्यवाद। यसमा म धेरै कुराहरू राखेन। हामीले एउटा भान्सामा जाने बेला पनि आफूलाई शुद्ध गरेर जानुपर्छ। स्नान गरेर जाने हाम्रो सनातन धर्मको एउटा मान्यता छ। सनातन धर्म नै सबै धर्मको त्यही हो। शुद्ध नै सबभन्दा ठुलो कुरा हो। आफूलाई शुद्ध गरेर गरिएको कर्म र उड्दै आफू शुद्ध नभइकन आफूले गर्नुपर्ने आफ्ना लागि गर्नुपर्ने कर्तव्य पुरा नगरेर गरेका कर्महरू ती एकाङ्गी हुन सक्छन्। त्यसो भएर आफ्नो बिहान उठ्ने बित्तिकै धरती मातालाई नमन गर्ने, मातापितालाई नमन गर्ने, अनि आफ्नो शुद्धि गर्ने नियममा रहेर कतिखेर उठ्ने, कतिखेर स्नान गर्ने, आफ्नो पुरुषार्थलाई आह्वान गरेर हामीले अर्थात् त्यति गरेर साधना गरेपछि आफू शारीरिक रूपमा, मानसिक रूपमा र आत्मिक रूपमा शुद्ध भइसकेपछि गरेको साधना फरक पर्छ। हामीलाई त लाग्छ मन्दिर जाँदा मात्रै स्नान गर्नुपर्छ, मन्दिर जाँदा मात्रै शुद्ध हुनुपर्छ। सबै मन्दिर विश्वभरिमा भएका सबै सर्वधर्मका मन्दिरहरू हाम्रै शरीरमा छ। मात्रै के हो भने भूगोल अनुसार हामी जहाँ जन्म्यौँ, जुन धर्ममा जन्म्यौँ त्यो धर्मका मन्दिरलाई हामीले चिन्छौँ, अरू धर्मलाई चिन्दैनौँ। तर उद्देश्य सबैको मानव कल्याण हो। त्यसैले पहिला आफ्नो मन्दिर सो धर्ममा आउनुपर्छ, अनि मात्रै कर्ममा प्रवेश गर्नुपर्छ भन्ने मान्यता हो। अब जस्तो हामीले घरमै पनि नियमित रूपमा होइन एउटा साधना गऱ्यौँ भने हामी चाहिँ त्यो पाउन सक्छौँ। तर पनि हामी पतञ्जलि योगमा जोडिनु पर्ने आवश्यकता किन छ? हामी नजोडिए के हुन्छ? हामी घरै गर्दाखेरि र पतञ्जलि योगमा जाँदाखेरि के फरक पाउन सक्छौँ? धेरै धेरै धन्यवाद। यसमा धेरै ठुलो कुरा छैन। युनिटी इज द पावर। पतञ्जलि योग साङ्गठिक रूपले देशैभरि, प्रदेशैभरि, जिल्लैभरि र घर घरसम्म, टोल टोलसम्म, अन्तिम घरसम्म हामीले सङ्गठन विस्तार गरेका छौँ। र यो देवकर्म भएकोले, मानव कल्याण सर्वधर्म कल्याणको भएकोले सङ्गठित भएर गर्दा हाम्रो देवत्व, हाम्रो सकारात्मक तत्त्व एकजुट हुन्छ। एकजुट भएर गरेको शक्ति अलि विशेष प्रभावकारी हुन्छ। हामी सबै सर्वज्ञानी छैनौँ, धेरै कुरामा हामी जानकारी लिनु। हाम्रो पेट दुखेको छ भने घरमा गर्दा पेट सम्बन्धी मात्रै जानकारी हुनसक्छ। पेट दुखेको साधना हुनसक्छ, छातीका कारणले पेट दुखेको हुनसक्छ, मस्तिष्कका कारणले दुखेको हुनुपर्छ, कुनै पनि कारणले पेटकै कारणले मात्रै पेट दुख्दैन। हामी सङ्गठित रूपमा गर्दाखेरि धेरैका धेरै समस्याहरू त्यहाँ देखिन्छ।
र आफूलाई त्यो हेजिटेसन पनि हुँदैन, आफूलाई अल्जाइमर पनि हुँदैन। त्यति मात्रै किन होला, आफूलाई जो खालको डिप्रेसन छ सबै त एकै रहेछौँ, दुःख त धेरै रहेछ, सुख मात्रै थोरै रहेछ। सबै दिदीबहिनी दाजुभाइलाई हेरेर आफूलाई बिचमा पाउँदाखेरि खुसी नै लाग्छ। घरमा गर्दा विभिन्न घरका झन्झेटिला कुराहरू आउन सक्छन्, मनका वृत्तिहरूलाई नियन्त्रण गर्न सकिँदैन। त्यसो भएको कारणले सङ्गठनमा गर्दा झन्नै 2 गुणा 4 गुणा चाहिँ लाभ मिल्छ। त्यसैले सबैजना सङ्गठित भएर गरेको राम्रो हुन्छ। अब गुरु, यहाँ त यो पतञ्जलि योगमा आफ्नो लामो समयदेखि आफ्नो लगभग आधा जीवन नै यसमा बिताइसक्नु भयो। अब यो पतञ्जलि योगमा यहाँ जुटिसकेपछि यो योगबाट मान्छेले कस्ता कस्ता खालका फाइदा लिएका छन्, त्यस्ता कुनै यहाँका अगाडिका त्यस्ता दृश्यहरू, मान्छेले योग गरेर उसले पाएका लाभहरू त्यस्ता केही छन्? धेरै कुराहरू छन्। यसको जे चाह्यो, यो कल्पवृक्ष हो यो शरीर। धेरै यो नसर्ने रोगहरू, सिस्टमका रोगीहरूले साधना गरेर निरोगी हुनुभएको छ। निरोगिताको लागि हामीले योग गराउँछौँ। त्यति मात्रै होइन, हामी कतिपय उपासनाको लागि साधना गर्नुहुन्छ। हामी उपासना विभिन्न वैदिक मन्त्रहरूबाट उहाँहरूलाई खुसी बनाएर उहाँहरूको इन्डोक्राइन सिस्टम, एक्जोक्राइन सिस्टम ठिक गरेर सकारात्मक श्रद्धाभाव लगाएर गर्छौँ। उपासनाको लागि पनि हामीले योग गर्छौँ। यी दुवै कुराका विपरीत स्वस्थ व्यक्तिहरू आफ्नो कर्मलाई उत्कृष्ट बनाउन, प्रचण्ड पुरुषार्थका लागि पनि, जीवन पद्धतिका लागि पनि हामी योग गर्छौँ। यसको अर्थ यो हो कि कतिपय योग गर्दै जाँदा हामी लाभ एउटा मानेका हुन्छौँ, तर लाभ प्रशस्त आउँछ। जस्तै उदाहरण लागि हामीलाई एउटा सिस्टमको समस्या आयो, रोग लाग्यो भने हामीले कमाएको लाखौँ करोडौँ रकमले पनि हामी बाँच्न सक्दैनौँ। आज योग साधनाको माध्यमबाट शरीरलाई सन्तुलित, मनलाई सकारात्मक आनन्दित आत्माले अगाडि बढ्यौँ भने हामी पछाडि फर्किन पर्दैन, पछुताउनु पर्दैन है। अनि हामीले अन्जानमा गरेका कमी कमजोरीहरूको ज्ञान हामीलाई हुन्छ र आफूभित्र भएको प्रतिभालाई हामी अनुभूति गर्न सक्छौँ र शरीरमा भएका विभिन्न सिस्टमका रोगहरू विभिन्न स्टेज पार गरेर चाहिँ मात्रै देखिन्छ। झन्डै 3rd स्टेजमा जुन बेला औषधि हुँदैन त्यो बेला देखिने अवस्था रहन्न। हामी साधना निरन्तर गऱ्यौँ, आफ्नो नियममा रह्यौँ, एममा रह्यौँ भने त्यस्ता खालका विध्वंसात्मक अथवा हानिकारक रोगहरू जो औषधि हुन्नन् त्यो फर्स्ट स्टेजमै थाहा पाएर सके हामी योगका माध्यमबाट निरन्तरता दिन्छौँ, नियन्त्रण गर्छौँ। नभए हामी त्यसलाई ट्रिटमेन्ट गर्नलाई सजिलो हुन्छ। अर्को कुरा, हामीले यसलाई आफ्नो अग्रजहरूको, महामानवको, हाम्रो आफ्नो संस्कार मानिसकेपछि हामीले यसलाई वैदेशिक हिसाबले पनि, यसलाई एउटा टुरिज्मको हिसाबले, पर्यटनको हिसाबले हामीले अगाडि लग्न सक्छौँ। आफ्ना संस्कारहरू यसमा राखेर विदेशीहरूलाई आफ्नो पहिचान दिन सक्छौँ, आफ्नो मूल्य मान्यता, आफ्नो मान सम्मानलाई चाहिँ अगाडि सो गर्न सक्छौँ। र साँच्चै भन्ने हो भने यो हाम्रो नेपाल, भारतबाट यो जन्म भएको, यसलाई हामी गुरु नेपाल, गुरुहरूको, योगीहरूको देश भनेर विश्वमा हामीले लेबर पठाउनुभन्दा योग गुरुहरू पठाएर वैदेशिक आर्जन पनि हामीले गरेर देशको आर्थिक अवस्था समृद्ध गरेर नयाँ नेपालको सिर्जना गर्नेमा एउटा कोसे ढुङ्गा पनि हुन सक्छ भन्ने मलाई लाग्छ। अब यो चाहिँ विशेष गरी हाम्रो व्यायाम, एक्सर्साइज मात्रै यसमा हुन्छ भन्ने एउटा मान्छेको बुझाइ हुन्छ। कस्तो कुरा हुन्छ यसमा? जस्तै खानपानका कुराहरू, होइन, अन्य कुराहरू, मान्छेसँगको सम्बन्धका कुराहरू पनि जोडेका छन् योगमा? एकदमै। हामी अत्यन्तै रेस्पोन्सिबल, उत्तरदायी ढङ्गले गर्छौँ। हामी कसैले गराउँदैन। हाम्रो पाठ्यक्रम छ अष्टाङ्ग योग, एम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधिको आधारमा हामी गर्छौँ। त्यति मात्रै नभएर हाम्रा धर्मग्रन्थहरूमा गीता, महाभारतमा भएका कुराहरू, हाम्रा अग्रजहरूले बोलेका कुराहरू, उहाँहरूले स्वास्थ्य लाभ लिएका कुराहरू, ती सबैलाई जोडेर हामीले लिन्छौँ। जस्तै आहारको बारेमा धेरै विद्वत व्यक्तिहरू अगाडि अग्रजहरू बोल्नु भएको छ। युक्त आहार विहारस्य युक्त चेष्टस्य कर्मसु युक्त स्वप्नाव बोधस्य योगो भवति दुःखा। 5-6वटा हाम्रा यी चाहिँ जो आधार स्तम्भ छन् जो स्वस्थ बन्नका लागि संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यको जुन व्याख्या छ त्यसलाई समेत मध्यनजर गरेर हामी अगाडि बढ्छौँ। तर केही योगीहरू दौड लगाउँदैमा योग हुन्छ, होइन, जोगिङ मात्रै योग हुन्छ। योग त हुन्छ तर पुरा हुँदैन, त्यो एकाङ्गी हुन्छ। हामी
हठयोगलाई मध्यनजर राखेर, हठयोग भनेपछि धेरैले बुझ्नुहुन्न, जसले योग गर्नुहुन्न, हठयोग भनेको हकार र ठकार, यो सिङ्गो शरीर। हकार भनेको चन्द्रशक्ति र सूर्यशक्ति, सूर्यश्वर र चन्द्रश्वरबाट यो शरीर सञ्चालन हुने हो। र हामीले आनन्द लिनलाई अर्को चाहिँ सुषुम्ना स्वर चाहिँ हामीले उत्पादन गर्नुपर्छ। त्यसो भएको कारणले हामी एकदमै रेस्पोन्सिबल भएर सबै प्रकारका योगहरूलाई यहाँ जोडेर, साँच्चै भन्ने हो भने हामी राजयोग, हठयोग, भक्ति योग, मन्त्र योग, लय योग सबैको सम्मिश्रण अहिले 21औं शताब्दीमा गृहस्थ व्यक्तिले पनि गर्न सक्ने, वानप्रस्थ नगरेर, सन्यास जीवन नलिएर, घरको खेतमा काम गर्दा गर्दै भान्सामा काम गर्ने सबैलाई चाहिँ सरल ढङ्गले साधना गराउनका लागि हाम्रो पाठ्यक्रम छ। महर्षि पतञ्जलि 15,500 वर्ष अगाडि लेखिएको योग दर्शन 4 पादमा जो छ 195 सूत्रलाई अवलम्बन गर्दै अष्टाङ्ग योगलाई मध्यनजर गरेर हामीले गर्ने भएर योगको पराकाष्ठा हो हामी पतञ्जलि योग समितिले गराउने योग। सरल छ, सहज छ, सन्तुलित छ। यसबाट त्यो बेफाइदा भन्ने, अवगुण भन्ने एकदमै न्यून छ। मात्रै गुरुको समीपमा गर्ने, मिठो बोल्ने, मुस्कान दिने हो भने धेरै कुराहरूबाट साधनालाई हामी वैज्ञानिकरण गरेर अहिले समयानुकूलको साधनाबाट हामीले यसलाई लाभ लिन सक्छौँ। जस्तो एउटा मान्छेले गर्ने कुरा जो योगमा जोडिएको छैन, पतञ्जलिमा जोडिएको छैन, सामान्य बाहिर सुनेको कुरा, यो जोड्ने त ठिकै हुन्थ्यो होला, राम्रै हुन्थ्यो होला, तर यसमा गएपछि अब के कुरा आफूलाई खान मन लाग्छ पनि खाना कुरा पनि छुट्याइदिन्छन् होइन भन्ने एउटा मान्छेको मानसिकता छ। के हो खास? एकदम त्यो चाहिँ आफ्नो मनमा हाम्रो 1 मिनेटमा 500 देखि 5000 वृत्तिहरू हुन्छन्। सबै वृत्तिहरू हामी पुरा गर्न सक्दैनौँ। धेरै वृत्तिहरू महत्त्वाकाङ्क्षी हुन्छन्, कतिपय वृत्तिहरू त त्यसै उड्छन्, हराएर जान्छन् र कुन बेला कुन वृत्ति उड्छ थाहा हुँदैन। योगको मेन उद्देश्य महर्षि पतञ्जलि भन्नुभएको छ, योग चित्तवृत्ति निरोधः। हामी त्यसका लागि गर्छौँ। चित्तलाई रोक्ने हो भने मांसाहार खान हुने हो कि होइन त्यो आफै जानकारी हुन्छ। आफ्नो शरीरले जे खोज्या छ त्यही खाने हो कि जे छ त्यही खाने हो। यो चुनाव छ, सिलेक्सन छ। हामी अहिले अलमलमा छौँ। जे अगाडि आउँछ, मिठो आउँछ खाने, त्यो फाइदा होस् नहोस्, हितभुक मितभुक ऋतभुक अनुसारको भोजन गर्नुपर्छ भनेर हाम्रा महामानवहरू अग्रजहरू बाघभट्टले प्रष्ट शब्दमा भन्नुभएको छ। त्यसै गरी हितभुक मितभुक ऋतभुक, भोक लागे मात्रै खाने, ऋत अनुसारको जुन मौसममा जे छ त्यही खाने र हितभुक मितभुक र जे फाइदा हुन्छ त्यही मात्रै खाने। र हामी साधनाको माध्यमबाट, प्राणायामको माध्यमबाट मनमा यो चल्ने वृत्तिहरूलाई विभिन्न प्राणायामको माध्यमबाट हामीले उसका जो असन्तुष्टि हुन्, जो उसले भोग गर्ने जुन उत्पन्न हुने सेरोफेरो हो, त्यो ठाउँमा हामीले त्यस्तै खालका हर्मोनहरू उसलाई तृप्ति हुनेहरू, सन्तोषजनक हुने, सेटिस्फाई हुने चाहिँ हामीले त्यो साधना गराउँछौँ। अनि मांसाहारलाई हामी जबरजस्ती मांस छोड्नुहोस्, जबरजस्ती यो काम छोड्नुहोस् भन्दैनौँ। अटोमेटिक उसलाई ज्ञान, उज्यालोमा प्रवेश गरिसकेपछि मैले यो खाने हो, यो खाने होइन भनेर स्वतः उसलाई स्वज्ञान हुन्छ साधनामा। त्यही भएर अनिवार्य रूपमा हामीले कम्तीमा 1 महिना 2 महिना 3 महिना 9 महिना गरिसकेको निरन्तरता दियौँ भने भोजन आफै मिल्छ। भोजन नमिल्दासम्म योगले छुँदैन, हाम्रो त्यो मान्यता। अब यति राम्रो छ, सबै यहाँ जति घोडाइमा दाङमा जति छ सबै गएर यो योग गर्नुपर्ने, कोही केही खोर त छैन, नराम्रो छैन। तर पनि मान्छेहरू चाहिँ अब बिहानसम्म सुत्नको मजा हो अथवा अरू केही आनन्द हो जोडेका छन्, तर सबैजना जोड्न सकिएको छैन, किन होला? धन्यवाद। अत्यन्तै सान्दर्भिक जिज्ञासा हजुरले राख्नुभयो। अहिलेको समाज यो कलियुग हो, विभिन्न प्रकारका प्रतिस्पर्धाहरू भइरहेका छन्। प्रकृतिबाट गिफ्ट, दैवीय गिफ्ट भएकालाई पनि मेरो गिफ्ट हो भनेर यसमाथि व्यापार गर्ने शैली पनि आएको छ। त्यसलाई सङ्केत गर्नलाई मैले अस्वस्थ प्रतिस्पर्धा भनेको। कतिपय मान्छेहरूले यही हो धन सम्पत्ति, ब्याङ्क ब्यालेन्स, घर जग्गा भनेर सुत्दै नसुतेर रातैभरि काम गरेर अनिदो भएर बस्ने, अनि सेवाको नाममा आफूलाई निरन्तरता नदिने भएका कारणले हाम्रो योगमा साधकहरूको सङ्ख्या कम छ। तर म अहिले भनिरहँदा
विश्वव्यापी रूपमा 100 झन्डै 200 राष्ट्रमा योगप्रति संयुक्त राष्ट्रसङ्घको बडापत्रमा यो ठिक छ, यो वैज्ञानिक छ, यो सबैले गर्नुपर्छ, यो सर्वधर्म कल्याणका लागि यो मानव कल्याणको सबैले स्वीकारेको अवस्था छ। आज योगको विरोध गर्दा अन्तर्राष्ट्रिय कानुन इन्टरनेसनल लको समेत विरुद्ध हुन्छ। यो राज्यले बुझेको छ, व्यक्तिले बुझेको छ। त्यही भएर आज योगको विरोध गर्ने एकजना पनि छैन। त्यसैले गर्दा हामी धेरै योगको भ्रमहरू चिरेका छौँ। तर आफ्नो दैनिकी, आफ्नो आफूलाई कन्ट्रोल गर्न नसक्ने आहार, त्यो विचारबाट जो चाहिँ लिप्त हुनुहुन्छ उहाँहरू साधनामा आउनुहुन्न। उहाँहरू एकदमै उहाँको धेरै दूरीमा योगको फुलहरू फुलिरहेका छन्। धेरै मान्छेहरू त्यसमा झुम्मिरहेका छन्। उहाँ उठ्ने बेला फुलले अर्कै रूप लिइसकेको हुन्छ। मनमा नै उहाँहरूलाई गलानी छ आफूप्रति। म समयमा उठ्न सक्ने भए, म समयमा चाहिँ बिउतिन सक्ने भए, आफूलाई सरल बनाउँछ, म पनि योगमा जान्थेँ भन्ने कुरा छ। र कतिपयलाई अलिकति प्राउड पनि छ, अलिकति अहङ्कार पनि छ। आफू सँगसँगैको, आफूभन्दा तलकोले राम्रो साधना गर्ने, त्यसले प्रशंसा पाउने, आफूले ती साधनाहरूमा जान नसक्ने अवस्था छ। त्यसले गर्दा उहाँहरू आफ्नो अहङ्कारका कारणले पनि धेरै दाजुभाइहरू जाने गर्नुहुन्न। म उहाँहरूलाई के भन्छु भने सुरुमा हामी कसैले सिकेका होइनौँ। जुन दिन हामी लाग्यौँ, निरन्तरता दियौँ, हामी त्यही अनुसारको यो ज्ञान त उहाँहरूसँग प्रशस्त ज्ञान छ, तर अभ्यास छैन। बिना अभ्यासको ज्ञानलाई ज्ञान भनिँदैन। आज म्याथमेटिक पढाउने सरलाई अर्को विषयको जाँच गराए उहाँले पास गरेको डिसिजन ल्याए पनि पास गर्न सक्नुहुन्न, किनभने त्यो विषयको अभ्यास छैन। आज हामीले जुन ज्ञान गर्छौँ त्यही अभ्यास हामी साधनामा गर्छौँ, योगमा गर्छौँ। आज हाम्रा साधकहरूले जे हामीले सिकायौँ त्यो एकदम भर्र चाहिँ कण्ठस्थ चाहिँ हामी भन्न सक्नुहुन्छ। उहाँहरू कहिल्यै उहाँहरू रिसाउनु हुँदैन। त्यो भित्र गएपछि त्यसको रहस्य थाहा हुन्छ। अमला खाएपछि अमलाको गुण थाहा हुन्छ भने जस्तै, सुन्तला खाएपछि सुन्तलाको गुण थाहा हुन्छ भने जस्तै, जो व्यक्ति योगमा लाग्नु भएको छ उहाँहरूले योग छोड्ने अवस्थामा हुनुहुन्न। जो लाग्नु भएको छैन, मलाई पनि कहिले चाहिँ मैले सकुलाएर त्यो योगमा जाउँला भने उहाँ पर्खेर बस्नु भएको छ, आशातीत हुनुभएको छ। तर उहाँ हिजो योगको विरोध गर्नुहुन्थ्यो, आज योगको प्रशंसा गरेर चिया गफ बनाउनु भएको छ। यसमा पनि खुसीको विषय हो। हजुर, जस्तो यहाँ गुरुले भने जस्तो मान्छेलाई त्यो योगमा जान मन छ, गर्न पनि मन छ, तर आफ्नो मनलाई चित्त बुझाउन सकेका छैन, मन लाएर पनि जान सकिरहेको छैन। त्यही हो, एकदमै त्यही हो। मैले निवेदन गरेँ, यम र नियम, हामी 8वटा अङ्गमध्ये यम र नियम आफैले लागू गर्नुपर्ने हुन्छ। यम भनेको नैतिक मूल्य मान्यता, कसैको कुरा काट्ने, नेगेटिभ कुराहरू फैलाउने, राज्यको मूल प्रवाहमा नआउने, आफ्नो धर्मको मूल प्रवाहमा नआउने, हामी त्यसलाई यम भन्दैनौँ। त्यसले योगमा आउन सक्दैन। योगमा आउँदा उसलाई हेजिटेसन, लाज हुन्छ। त्यसै एउटा त त्यो आफै लाज हुने भयो, त्यसले पनि छक्ने भयो। अर्को रह्यो नियम, कतिखेर उठ्नुपर्छ, ब्रह्ममुहुर्तमा उठ्नुपर्छ। कम्तीमा ब्रह्ममुहुर्त 3:40 लिएर झन्डै 5:30-6 बजेसम्म ब्रह्ममुहुर्त हुन्छ। त्यसो भए त्यो पिरियडमा उठ्नुपर्छ। अब साधकको हिसाबले त 3:40-4 बजे उठ्यो भने साधनामा आउन सकिन्छ। यो नियम भयो। यम र नियममा रहन अप्ठ्यारो मानेका हाम्रा दाजुभाइ दिदीबहिनीहरू योगको प्रशंसा गरेर थाक्नु हुँदैन, साधनामा आउन भ्याउनु हुँदैन। अब जस्तो रेडियो सुनिरहनु भएको कोही हुनुहोला, योग त राम्रो रहेछ, जान मन लाग्यो, जान पाए हुन्थ्यो, कसरी पो जाने होला भन्ने यस्तो सोच यदि कसैले बनाइरहनु भएको छ भने उहाँहरूलाई आउने सजिलो उपाय, योगमा जोडिने सजिलो उपाय, तरिका के छ? धेरै धेरै धन्यवाद। म सबै श्रोतागणहरूसँग निवेदन गर्न चाहन्छु, पतञ्जलि योग समिति घर घरको चासो राखेको छ, टोल टोलको चासो राखेको छ, हरेक सङ्घ संस्थासँग चासो राखेको छ र राज्यसँग पनि चासो राखेको छ। यसलाई फर्मल रूपमा र इन्फर रूपमा योगलाई चाहिँ लागू गर्नु पर्यो भनेर सरकारलाई प्रेसर, पोलिसी मेकरलाई प्रेसर दिएको अवस्था छ। आज हजुरको घरको नजिकै योग साधना केन्द्रहरू खुलिरहेका छन्। खोल्ने तर्खर भएकोमा हामी प्रशिक्षणको लागि दौडन झोला उठाएर हामी तयारी अवस्थामा बसेका छौँ। चाहे त्यो विद्यालय किन नहोस्, चाहे कुनै धर्मशाला किन नहोस्, कुनै सङ्घ संस्थाको हल किन नहोस्, हामी सबै ठाउँमा पतञ्जलि योग समितिसँग अहिले 7,000 भन्दा पनि बढी दक्ष योग शिक्षक हामीले उत्पादन गरेका छौँ। हामीले साँच्चै भन्ने हो भने दाङ जिल्लाको सन्दर्भ मात्रै हो यो। दाङ जिल्लालाई
एकै दिन सबै तह तबकामा सबै क्षेत्रमा सबै वर्ग समुदायमा साधना गराउन जनशक्ति गर्न सक्ने जनशक्ति पतञ्जलिसँग छ। हामीलाई चिन्नुस्, हामीलाई बुझ्नुस् र हाम्रा हरेक चाहिँ सेतु ड्रेस लगाउनु भएका गुरुहरूसँग हजुरहरू नजिक बस्नुहोस्, उहाँहरूका कुरा सुन्नुहोस् र उहाँहरूलाई सोध्नुहोस्, सजिलै आउनुहोस्। मैले यति भने हजुरको चाहे जहाँ नजिक पर्छ, यो मेरो हो, यो तेरो छैन, यो हाम्रो हो, योग गर्नेको पनि हो, नगर्नेको पनि। म त के निवेदन गर्छु भने सरकारी निकायलाई, गैर सरकारी निकायलाई मन्दिर बनाउने आध्यात्मिक व्यक्तिहरूलाई योग साधना एउटा हल, सामुदायिक हल नबनिकन त्यो संस्था सभ्य मानिँदैन। आज विद्यालयले योग हल बनाएको छैन भने, मन्दिरमा योग हल छैन भने, कुनै सङ्घ संस्थाको योग हल भन्नाले सभा हल भन्नु न, त्यो सभा हल छैन भने, केही नभने 150 जना मान्छे अट्ने हल बनाउनु भएको छ, त्यसलाई मन्दिर मानिँदैन। मन्दिरमा जाँदा पनि सोझै पूजा गर्न मिल्दैन, त्यसको तयारी गर्नुपर्छ, हलमा बस्नुपर्छ, आचार विचार लेनदेन गर्नुपर्छ। त्यसो भएको कारणले जो अहिलेसम्म साधनामा राख्नु भएको छ निरन्तरता दिनुहोस्, लय तालमा रहनुहोस्, साधनालाई नछोड्नुहोस्, यो खाना जस्तै बनाउनु, श्वास प्रश्वास जस्तै बनाउनु। जो अहिलेसम्म जोडिनु भएको छैन, म उहाँहरूलाई चुलो निम्तो भन्न चाहन्छु। यहीँबाट म पतञ्जलि योगको सिपाही भएको हैसियतले दाङ जिल्लाको हकमा भन्नुहुन्छ भने दाङका 10वटै स्थानीय पालिकामा हाम्रा साधना केन्द्रहरू छन्। स्थानीय सरकार हाम्रो पक्षमा छ। यहाँका सङ्घ संस्थाहरू योगको प्रचार गरेर थाक्नु भएको छैन। तर किन ढिला भयो? राम्रो काममा भोलि नभनौँ, आज अहिले भर्खरै हजुरहरू जाग्नुहोस्, जागरुक हुनुहोस्। सबैलाई जगाउन पतञ्जलि योग दक्ष छ, सक्षम छ, विश्वासको खाँचो छ। हामी अन्त्यतिर आएका छौँ। अन्तमा मैले हजुरलाई सोध्न छुटेको केही र यहाँलाई भन्न मन लागेको केही छ भने राखौँ अनि बिदा हौँला। धन्यवाद। खासै केही छैन, सबै कुराहरू आएको छ। मैले सम्पूर्ण वर्ग, समुदाय, सम्पूर्ण धर्म, हाम्रो देशमा विभिन्न जात, धर्म, वर्णको यो समाज हो। कुनै पनि राम्रो कुराहरू जुन पक्षबाट उड्छ त्यो सबैको हुन्छ, राम्रो छ, वैज्ञानिक छ भने। जसरी हामीले पश्चिमी मुलुकबाट औषधि उत्पादन भयो, त्यसको औषधिले हामीलाई कीटाणु सम्बन्धी रोगहरू ठिक हुन्छ, हामीले यो त पश्चिमीहरूको हो, यो अर्कै धर्मको हो भनिरहेको छैनौँ। आज हाम्रो पतञ्जलिको नामबाट आएको यो योग, हाम्रा अग्रज गुरुहरूबाट, गोरखनाथबाट आएको योग, मच्छिन्द्रनाथबाट आएको योग, गौतम बुद्धबाट प्राप्त भएको योग, देवादेव महादेवबाट आएको योग, न गरिब न धनी जुनसुकै वर्गले पनि गर्यो भने लाभ मिल्छ। त्यसले यसलाई चाहिँ एउटा कुण्ठाको रूपमा नपालेर यो विज्ञान हो, विज्ञानको पनि महाविज्ञान हो, यो सर्वविज्ञान हो भन्ने मान्यता राखेर यसप्रति हजुरले धारणा परिवर्तन गरेर, चाहे म पतञ्जलिमा मात्रै भन्दैन, ब्रह्मकुमारीमा जानुहोस्, आर्ट अफ लिभिङ गर्नुहोस्, जीवन विज्ञान गर्नुहोस्, पतञ्जलिमा आउनुहोस्, तर साधना निम्नतम 24 घण्टामा 2 घण्टा रमाउनुहोस्, आफूसँग रहनुहोस्, आफ्ना कुराहरू गर्नुहोस्, आफ्ना राम्रा कुराहरूलाई सगाल्नुहोस्, नराम्रा कुराहरूलाई छोड्नुहोस्। त्यसैलाई हामी परिवर्तनको विज्ञान भन्छौँ। आफूलाई परिवर्तन गर्नेहरू आज सबै सफल भएका छन्, महामानव भएका छन्। अरूलाई परिवर्तन गर्नेहरू अहिले पनि दुःख पाइरहेका छन्। ती सबैलाई समस्या भइरहेको छ। अरूलाई परिवर्तन गर्ने हाम्रो होइन, आफूलाई परिवर्तन गरेर आफू जस्तै अरूले नक्कल गरेर यो सभ्य समाज, नयाँ नेपालको निर्माण गर्ने हो। सबै एकै ठाउँमा हौँ। केही मतभेद छ भने हाम्रा अग्रजहरू अथवा हाम्रा केही रीतिथिति परम्पराहरू होला, केही भेदहरू विभेदहरू छन् भने त्यो पनि होला। सँगै बसेर त्यसलाई निर्मूल गरौँ, सँगै गरेर त्यसलाई नियन्त्रण गरौँ। हामीभित्र असम प्रतिभा छ। उदाहरणको लागि तपाईँ हाम्रो सन्तान, तपाईँ हामी डक्टर भएको भए डक्टर पढ्ने गुण हाम्रो शरीरमा रहेछ, इन्जिनियर हुने गुण हाम्रै शरीरमा छ, राजनीति गर्ने गुण, धर्म गर्ने गुण, कर्म गर्ने गुण सबैमा छ। जुन तपाईँले लाइटमेन्ट गर्नुहुन्छ, जसलाई फोकस दिनुहुन्छ त्यही हुन्छ। त्यो सबैमा लाइट पार्नको लागि योगको दियो बाल्नुपर्छ भित्र। यो दियो बाल्नुहोस्, सर्लङ्ग हुनुहोस्। हाम्रो अहिले सबैभन्दा ठुलो रोग अज्ञानता हो। अज्ञानतालाई हामी ज्ञान त लियौँ, स्कुलबाट लियौँ, किताबबाट लियौँ, गुरुहरूबाट लियौँ, तर त्यसको अभ्यास गरेनौँ। आज योगका नामबाट पतञ्जलि योगले ज्ञान पनि दिने र त्यसलाई अभ्यास पनि गराउने
त्यो स्मरण शक्ति राखिराख्ने जुन एउटा अभियान लिएको छ, साथमा साथ, हातमा हात, काँधमा काँध जोडेर आउनुहोस्। पक्कै पनि जे हामीले चाहेका छौँ श्रद्धाभाव त्यो हामी भोलि पुरा गर्नेछौँ। यो सभ्य समाज हस्तान्तरण गरेर जाउँ भन्ने भनाइ राख्न चाहन्छु। यहाँले हामीलाई पनि आफ्नो अमूल्य समय दिएर यहाँसम्म आउनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद। हजुर यो रेडियो स्वर्गद्वार रेडियो एफएम परिवार र अहिले हामीलाई सुनिरहनुभएका सबै श्रोतागण र यो पछि पनि सुन्न मिल्छ, पछि पनि सुन्नेहरू सबैप्रति सम आदरणीय दिव्य आत्माहरूमा नमन गर्न चाहन्छु। हजुर नमस्कार, धन्यवाद। पतञ्जलि योग समिति लुम्बिनी प्रदेशका सदस्य तथा दाङ जिल्ला इन्चार्ज उदयबहादुर डाङ्गेसँग गरिएका यिनै योगसँग सम्बन्धित कुराकानीसँगै आज हामीले कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता सोमबार फेरि यस्तै सामग्री लिएर आउनेछौँ। तबसम्मको लागि प्राविधिक साथी जितबहादुर चौधरीलाई धन्यवाद दिँदै म खड्ग शर्मा बिदा हुन्छु। नमस्कार।